बडा कन्फ्युजन छ मान्छेलाई। बलभद्र कुँवर नेपाल फर्के कि फर्केनन्, या साँच्चीकै रुस भएर गएका थिए कि के कथा छ? यहाँको इतिहासको पानाले के बताउँछ यहाँको रिसर्चमा? यो मैले भन्दा पहिले पनि अलिकति लेखेका छन्। सुरुमा के आएको थियो भनेदेखि बलभद्र नेपाल फर्केन भनेर भन्ने चाहिँ थियो र त्यही अनुसार पहिलाको इतिहासकारहरूले त्यसरी लेखिरहेथे। तर पछि अर्को एउटा डकुमेन्ट पाएपछि उनीहरूले चाहिँ संशोधन गरे। त्यो डकुमेन्ट के रहेछ भन्दाखेरि उनलाई चाहिँ दैलेखतिर कुनै ठाउँमा खटिएर त्यहाँ खटिए बापत तिमीलाई खानगी भनेर चाहिँ तलब त त्यति बेला त जग्गा हो, जग्गा दिएको रहेछ राजाले भनेपछि उनी नेपाल आएकै थिए भनेर भन्ने चाहिँ देखिन्छ। अर्को एउटा के पनि देखिन्छ भनेदेखि अर्को एउटा डकुमेन्टले के भन्छ भनेदेखि हाम्रो राजाले त्यति बेलाका राजाले र भीमसेन थापाले चाहिँ पश्चिम वंशालाई चाहिँ लेखेको छ, जो उहाँ चाहिँ डोटी डडेलधुरा साइडमा चाहिँ खटिनु भएको थियो। उताबाट हारेर फर्किएपछि सुरुली सन्धि हुनुभन्दा अगाडि नै त्यहाँ चाहिँ उता पश्चिमबाट अमरसिंह थापाहरू पनि त्यहाँ आइपुगेको, बलभद्र पनि आइपुगेको र त्यहाँ चाहिँ के रहेछ भन्दाखेरि उताबाट आएका सबैलाई काठमाडौँ आउने अनुमति रहेन रहेछ। अच्छा, कसलाई मात्रै काठमाडौँ आउन दिनु भनेर भन्ने सेन्सर सिस्टम सेनाको लागि हो एकदमै। अझ के भनेको छ भन्दाखेरि तिमीहरू जसलाई जसलाई आदेश आएको छ उनले मात्रै काठमाडौँ आउनु, ऊ बाहेक अरू आए भनेदेखि भारी दण्ड शासना होला है। तिमीहरू अरू अनुमति नभएको आयो भनेदेखि तिमीलाई त कडा कारबाही हुन्छ भनेर भन्ने चाहिँ रहेछ। र त्यसमा आउन पाउनेमा चाहिँ बलभद्र कुँवरको पनि छ। त्यो किन पनि हुनु पर्यो भनेर भन्दाखेरि बलभद्र कुँवरको माओली एकजना अमरसिंहका छोरा उनले के भनेका छन् भनेदेखि बलभद्र कुँवरलाई चाहिँ यतै आउने व्यवस्था मिलाउन सकेदेखि राम्रो हुन्छ भनेर भनेको छ। र उनको त्यति बेला त अब दरबारमा राम्रै हुने छँदै थियो होइन। त्यो किसिमले गर्दाखेरि उनलाई बोलाउने चाहिँ हैसियत पनि थियो र बोलाइयो भन्ने कुरामा म चाहिँ विश्वस्त छु। पछि भर्ना भएको जस्तो चाहिँ देखिन्छ उतातिर चाहिँ पन्जाबको सेनामा।